नाम के हो? मेरो प्रेम थापा होइन? घर कहाँ? राङबास राङबास? गुल्मी राङबास हो? जहाँ एयरपोर्ट छ नि। हजुर हजुर यता स्कुल छ कि छैन? हजुर। मेरो अनि पहिलाको त मलेसिया बसेर आउनुभएको? म त 5 वर्ष बसेँ। 5 वर्ष बसेर आउनु। अनि अहिले फेरि किन यसरी चौपाटीमा बस्नु भएको छ? धेरै दिन भयो। सुन्नुहोस्, मेरो कहानी मेरो बहुत लामो छ होइन। ठुलो नाम चाहिँ म एक्लै म घुम्न आएँ, लुम्बिनी घुम्न आएँ होइन। लुम्बिनी घुम्न म हजुरको उहाँ भैरवा बस पार्क गएँ होइन। तपाईँलाई के सुन्नु न, घर परिवारले भेटेर उडेर लिन आयो भने जानुहुन्छ नि होइन? सुन्नु न, जुन हजुरको त्यहाँ म गएँ तपाईँको भैरवा बस पार्कमा गएँ होइन। हजुर हजुर। त्यहाँ ट्यापे केटाहरू हुन्छ, धुलो खाने केटा होइन। मोबाइल थियो मेरो एलजी कम्पनीको होइन, 48,000को मोबाइल थियो होइन। हजुर। पैसा चाहिँ थिएन त्यसभित्र होइन, 8,000 रुपियाँ थियो होइन, 1,000 थियो होइन, कभरभित्र होइन मोबाइल। अब मोबाइलले चुट्दै झोला बोल्दैथ्यो होइन। म भिखारी यस्तो भएर तपाईँ त धेरै दिन भयो त भन्नाले घरतिर पनि होइन, धेरै दिन घर अहिले को कन हुनुहुन्छ? ए टोपी लाउनु न। होइन ठिक चाहिँ राख्दिनँ, लगाउन जहाँ टोपी लगाउन टेन्सन, आफूलाई टेन्सन न घर। अहिले घर को कन हुनुहुन्छ उता गुल्मी चाहिँ? अब हामी दाजुभाइ त छुट्टिएको छ होइन। हजुर। छुट्टिएको नि त अब गएर दाइ श्रीमती बच्चा बच्ची हुनुहुन्छ नि होइन? नै श्रीमती आउँछ तिहारमा। हजुर तिहारमा आउँछ। आउँछ? कहाँ माइत गएको छ? नै ओमन कि। ए ओमन गएको छ। श्रीमती नि विदेश हुनुहुन्छ? ए अनि बाबु नानीहरू चाहिँ? बाबु नानी त पढाइ गर्दैछन् होइन। पढाइ त छुट्टी भयो अहिले होइन। अहिले म अलग गर्छु। ए तपाईँको त्यस्तो फोन नम्बरहरू केही छ? फोन नम्बर मलाई याद भयो त मैले पैसा मगाउँथेँ मेरो घरबाट, यादै भएन। यहाँदेखि अस्तिदेखि म यत्तिकै बसेको। तपाईँलाई यहाँ हिजो अस्तिदेखि देखेको भएर चाहिँ के रहेछ भनेर चाहिँ बुझ्नलाई हो। अब हेल्प माग्न होइन, तपाईँलाई मैले घर परिवारसँग सम्पर्क गराइदिन्छु। त्यसपछि चाहिँ घर परिवार आएर उयो लिएर जानुहुन्छ नि होइन। त्यही भएर तपाईँको नम्बर भयो भने भनेर हो। नम्बर मलाई याद भएन सर होइन। नम्बर याद भयो त होइन, मैले पुलिसलाई नि मैले भन्दै थिएँ, पुलिसले भन्दै थियो होइन। हजुर। पुलिसले त भन्दै थियो मैले यति लामो सफर त मैले लान सक्दिनँ होइन। तर नजिकलाई मैले पठाइदिन सक्छु होइन। ल हुन्छ, तपाईँको मैले यो राखिदिन्छु होइन। त्यसपछि तपाईँलाई चिन्नु हुनेले चाहिँ भन्नुहुन्छ, त्यसपछि सम्पर्क गरेर लानुहुन्छ।